संसदमा समय लिएर बोल्नुपर्छ र संसदलाई एउटा नियमबद्ध ढङ्गबाट सञ्चालन गर्नुपर्छ भनेर हामीले नियम पास गरेका छौँ। मान्य सदस्यहरूको विरोध निरन्तर हामीले हेर्दै सुन्दै छलफल गर्दै आइरहेको स्थितिप्रति पनि म ध्यान आकर्षित गराउन चाहन्छु। मैले अघि पनि भने आज हाम्रो विनियोजन शीर्षकमाथिको छलफल जारी रहन्छ, तर त्योभन्दा अगाडि प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम हामीले राख्नुपर्छ। मान्य सदस्यहरूको विरोध, असहयोग र यहाँको वातावरण उचित ढङ्गको नभएको हुँदा म आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम विशेष कारणले गर्दाखेरि कार्यसूचीबाट हटाएको बेहोरा जानकारी गराउँदछु। संसदीय मूल्य मान्यता के हुन्छ भने सदनमा कोही सांसदले केही कुरा राख्छु, केही कुरामा मेरो असहमति छ भन्ने कुरा लाग्यो भनेदेखि त्यो व्यक्तिले असहमति राख्दै गर्दा सदनले त्यसलाई सहजीकरण गरेर सुन्ने वातावरण बनाउनुपर्छ। मैले धेरै अगाडि पनि भनेको थिएँ, यहाँ देख्दा एकजना व्यक्ति देखिए पनि त्यो व्यक्तिको पछाडि धेरैजना मानिसहरू हुन्छन्, किनभने निर्वाचनमा धेरै मानिसहरूले मत हालेका हुन्छन्। अहिले म एक्लै देखिए तापनि, यहाँ मान्यज्यूहरू एक्लै देखिए तापनि उहाँहरू सबैजनाले एउटा मत लिएर आउनु भएको छ, त्यो मतको प्रतिनिधि हो। त्यसकारणले आज एकजना सांसद पनि सदनमा उभिनु भएको छ भने उहाँ केही कुरा राख्नको लागि उभिनु भएको हो, जनताको कुरा राख्न उभिनु भएको हो। त्यसको लागि चाहिँ संसदले सुन्ने वातावरण सिर्जना गर्नुपर्छ। जनताको आवाज सुन्ने थलो हो भन्ने अनि सुन्दै नसुन्ने वातावरण सिर्जना भयो भने यो सदनको औचित्य के हुन्छ? त्यसकारणले पनि हामीले निरन्तर रूपमा हाम्रो आवाज सुन्नु पर्यो, हाम्रो कुरा सुन्नु पर्यो, यो समाधानमा पुर्याउनु पर्यो भनेर कुरा राख्दै आइरहेका छौँ। सरकारले आज पनि अब सामान्य प्रधानमन्त्रीज्यूको प्रश्नोत्तरको कार्यक्रम थियो, त्यो कार्यक्रम हामीले नचलाउनुहोस् भने आएन, चलाउनुहोस्, तर हाम्रो पनि प्रश्न थियो, हाम्रो पनि कुरा थियो। सम्माननीय प्रधानमन्त्रीज्यू आजको सरकारको मूल पात्र हुनुहुन्छ, सरकारको नेतृत्व गर्ने व्यक्ति हुनुहुन्छ, उहाँलाई नसुनाए कसलाई सुनाउने? सदनमा हामीले निरन्तर भनिराखेका कुराहरू पटक पटक विभिन्न मन्त्रीज्यूहरूले त सुन्नुभयो होला, मिडिया मार्फतबाट सुन्नुभयो होला, तर यही सदनमा आउनु भएको बेला प्रत्यक्ष सांसदहरूले कुरा राख्दाखेरि सम्माननीय प्रधानमन्त्रीज्यूले नसुन्नु पर्ने त्यस्तो त कुनै कुरा छैन नि। सदनले उठाएका कुराहरू सम्माननीय प्रधानमन्त्रीज्यू जवाफदेही हुनुपर्छ, उहाँलाई नै आज सुनाउनु पर्छ भनेर हामीले आज उठेका थियौँ, तर अब हामीलाई समय विनियोजन भएन। यदि यो सदनमा हामीले पटक पटक आन्दोलन गर्दा, विरोध गर्दा समय पाऊँ, कुरा सुनियोस् भन्दा पनि सदनले सुन्दैन भने यो सदनमा हाम्रो स्थान रहेन रहेछ भनेर आज हामीले बहिष्कार गरेका हौँ। अब जनतामा जानुभन्दा बाहेक अब के विकल्प बाँकी भयो त? सदनमा बसेर बेकारको समय बर्बाद गर्नुभन्दा, यहाँ कसैले पनि नसुनेर बेकारको समय बर्बाद गर्नुभन्दा त जनतासँग गएर हाम्रो कुरा राख्नु, अर्को पालिलाई यस्तो हुँदैछ है भनेर जनतालाई यथार्थ देखाउनु चाहिँ नि महत्त्वपूर्ण रहेछ भन्ने कुरा हामीलाई महसुस भएको छ। त्यसकारणले आज हामीले बहिष्कार गर्यौँ। आज बोल्नै पाउनु, आज जवाब दिन पाउनु भने प्रधानमन्त्री के भन्नु? कहिलेसम्म रहन्छ यस्तो अवस्था? प्रधानज्यू बोल्न पाउनु भएन तपाईँले नै, आज बोल्न जवाब दिन पाउनु भएन कि मजा किन लाग्नु? प्रधानज्यू यहाँ स्थगित छ देश। दुई बुधे सहमति विपक्षी दलसँग जे भयो त्यही भित्रबाटै समस्याको समाधान हुन्छ। विपक्षी दलसँग भएको सम्झौता, सहमति, परामर्श बमोजिम नै हाउस अगाडि बढ्नुपर्छ। प्रमुख प्रतिपक्षी दल अहिले हाउस अगाडि बढाउने र हाउसको नियमित काम प्रक्रियामा सहज ढङ्गले उपस्थित भएको छ र संसदीय लोकतन्त्र प्रणालीमा विपक्षी दल मुख्य कुरा हो, उसँगको समझदारी नै मुख्य कुरा र सबै दल विशेष वा सबै व्यक्तिहरूसँगको अब यो सहमति, सम्झौता, त्यसको रेस्पोन्स भन्ने कुरा पार्लियामेन्ट्री प्रोसेसमा, पार्लियामेन्ट्री डेमोक्रेसीमा त्यो कम हुन्छ। तर उहाँहरूले उठाएको मुद्दा सरकारले सुन्छ कि सुन्दैन भन्दा सुन्ने मात्रै होइन, कार्यान्वयन तयार छ। जब कार्यान्वयन गर्ने कुरा भनिसक्यो त्यसपछि पनि राष्ट्रसभा जुन ढङ्गबाट उहाँहरू विरोधमा लागिरहनु भएको छ र सामान्य प्रधानमन्त्रीज्यूको आजको प्रश्नोत्तर कार्यक्रम भनेको यो नियमावली बमोजिम निर्धारण भएको यो विषय हो। यसमा आज उहाँले बोल्न पाउनु भएन, अवरोध सिर्जना भयो। अवरोधका बिचमा सामान्य प्रधानमन्त्रीज्यूलाई रोस्टरमा पुर्याएर नाराबाजी गराउने कुरा त्यो संसद र शोभनीय देखिएन भन्ने लाग्यो सामान्य सभामुखज्यूलाई। उहाँले कार्यसूची हेरफेर गरिदिनु भयो, अर्थात् अब आज सूचीबाट हटाउनु भयो। अब हामीले चाहेर पनि भोलि उहाँलाई पर्सि बोलाउँ भन्दाखेरि पनि नियमावलीले उहाँलाई हाउसमा यही प्रयोजनको लागि बोलाउन सक्दैनौँ। जब नियमावलीमै व्यवस्था भएको विषयमा समेत यस प्रकारले अर्ग्यानाइज गरेर राष्ट्रसभाले जे व्यवहार प्रदर्शन गर्नुभयो यो दुःखद छ र संसदीय यो प्रणालीलाई उहाँहरूले वास्तवमा उहाँ प्रणालीमा आउनुभयो, तर यसलाई ग्रहण गर्ने कुरा, यसको पद्धति र संस्कारलाई आफूलाई अभ्यस्त गराउने कुरामा उहाँहरूले सकिरहनु भएको छैन र बाहिर स्टन्ट गर्ने, कहिले ब्ल्याक ड्रेस लगाएर हिँड्नु भएको छ, कहिले स्कार्फ लगाएर हिँड्नु भएको छ।
यो खालको हेर्नुहोस् कि केटाकेटी शैली चाहिँ राम्रो होइन। यो वास्तवमा संसदमा चाहिँ एउटा मर्यादा हामी सबैले कायम गर्नुपर्छ। हामी दल विशेषका आफ्नो राजनीतिक एजेन्डा होला, आफ्नो ढङ्गले खबरदारी पनि गर्ला। सरकारमा हेर्नुहोस् अस्तिसम्म राजसभा पनि सरकारमै थियो, दुईपल्ट त उहाँहरू नै उप प्रधानमन्त्री सरी गृहमन्त्री भएकै हो। लोकतन्त्रमा सरकार त आफै जातै चलिरहन्छ। जब यसो हो भने यस्ता न्यूनतम प्रणालीहरूलाई उहाँहरूले पनि ग्रहण गर्नुपर्छ। राज्यका अङ्गहरूले गरेका अनुसन्धानमा सहयोगी भूमिका निर्वाह गर्नुपर्छ र हाउसलाई मर्यादा पूर्ण ढङ्गबाट अगाडि बढाउने कुरामा चाहिँ हरेक सदस्यले, एकजना मात्रै सदस्य भएको कुनै पनि राजनीतिक दल छ भने उसले पनि त्यो कायम गरिदिन पर्छ। तर यतातर्फ अन्य राजनीतिक पार्टी केही राष्ट्रसभा लगायत दलहरूको चाहिँ त्यो देखिरहेका छैन र बाहिर आएर स्ट्यान्ड गर्ने र तल कमेन्टमा ठिक छ दाजु, ठिक छ दिदी, गो अहेड भन्ने कमेन्टबाट रमाइलो मान्ने जे उहाँहरूले त्यसलाई प्रपर्टी मानिरहनु भएको छ। र हामीहरूले बोल्दाखेरि तल चाहिँ अब लगाएको छ अनेकको हेर्नुहोस् विभिन्न खालका उहाँहरूको चाहिँ सिङ्गो त्यो छेप्यास्त्र हानेको जस्तो चाहिँ जे प्रहार गरिरहनु भएको छ र त्यसलाई उहाँहरूले जित जस्तो ठानिरहनु भएको छ। यसले स्वयं राष्ट्रसभालाई पनि एक दिन निल्नेछ। हामी बेसिकल्ली आज बसेको टिआरसीकै विषयमा हो। मैले जहिले बैठकहरूको समन्वय गरे हुन्छ त्यतिखेर तपाईँहरू भ्रम नपर्नु भए हुन्छ, त्यो टिआरसीसँग सम्बन्धित विषय नै हुन्छ। तपाईँहरू कहिलेकाहीँ भ्रम परेको, भ्रमपूर्ण समाचार बाहिर आइरहेको देखिएको हुनाले मैले तपाईँलाई एकमुष्ट खण्डन गरिदिएको कुरा चाहिँ त्यो विषयसँग सम्बन्धित रहेको हुनाले त्यही विषयमा कुराकानी भएको हो। अहिलेसम्म यो बिचमा अर्थमन्त्रीद्वारा बजेट बाहिर आयो र करिब 1 अरब रुपियाँ चाहिँ त्यो कोषमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कोषमा राख्ने गरिकन बजेट आएको थियो। ती लगायतका अनेकौँ व्यवस्थापनको कुरा र पीडितहरूलाई भिक्टिमहरूको उपचार गर्ने कुरा, सरकारी अस्पतालबाट हुने कुराहरू अर्थमन्त्रीको बजेट वक्तव्यमा रहेको छ र त्यो सँगसँगै यसपटकको बजेटमा त्यो कुरालाई विन्यास गरेर राखिएको छ। ती कुराहरू पनि आजको बैठकमा राख्ने कामहरू भए। एक दोस्रो कुरा चाहिँ यो बिचमा खास गरिकन सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित संयन्त्रहरू निर्माण भइसकेका, कामहरू प्रारम्भ भइसकेका, उनीहरूले छलफलहरू आफ्ना बैठकहरू गर्न थालिसकेका र त्यसमा कतिपय भिक्टिम साथीहरूलाई नै बोलाएर छलफलहरू पनि प्रारम्भ भइरहेका स्थितिहरू पनि हुन्। ती कुराहरूलाई पनि सामान्य ब्रिफिङ गर्ने, जानकारी गराउने तहसम्मका त्यहाँनिर कुराहरू भए र सँगसँगै अफिसका व्यवस्थापन कुरा, गाडी घोडाका व्यवस्थापनका कुराहरू पनि उहाँहरूका थिए। ती कुराहरूसँग सम्बन्धित रहेर आज छलफल भएको र यसलाई सकारात्मक ढङ्गले अगाडि बढाउने कुराहरूमा तिनै दलका नेताहरूको उपस्थितिमा ती कुराहरू भएका हुन्। सङ्क्रमणकालीन न्याय कहाँ छ, कसरी अगाडि बढ्दैछ, यी कुराहरूलाई जानकारीमा राख्नुपर्ने कुराहरू भएको हुनाले त्यतिमा जानकारीमा राखिदिने सम्भव कुराहरू भएको हो। बाँकी कुरा आयोगले गर्छ, आयोग निर्माण भएको छ, त्यो काम आयोगले गर्ने काम हो, सरकारले फेसिलिटेट गर्ने कुरा हो र राजनीतिक दलहरूले त्यसलाई उपयुक्त ढङ्गले संयोजन गरिदिने सम्भव कुराहरू। बाँकी कुरा चाहिँ आयोगले गर्ने कुरा हो। यस कुरामा पनि हामी सचेत छौँ र सरकार सचेत छ, राजनीतिक दलहरू र नेताहरू पनि सचेत हुनुहुन्छ। त्यसलाई टुङ्ग्याउनुपर्छ, किनभने कानुनी बन्दोबस्त जे छ त्योभन्दा परतिर जानलाई आयोगलाई पनि सजिलो छैन र यो न्याय प्रदान गर्ने कुरा, परिपूर्ण दिने कुराहरूमा धेरै ढिला भइसकेको हुनाले गर्दाखेरि अब सरकार यसमा सचेत छ। सरकारको तर्फबाट गर्ने सहयोगहरू सचेतनतापूर्वक कुनै पनि ठाउँमा कमी कमजोरी नहुने गरिकन ती कुराहरूलाई अगाडि बढाइन्छ। अहिले सरकारको साइडबाट उपचार गर्ने कुराहरूमा व्यापक रूपमा सरकारी अस्पतालहरूलाई अगाडि बढाउने कुराहरू छ र यसमा स्वास्थ्य मन्त्रालयमा एउटा संयन्त्र नै बनाइएको छ। स्वास्थ्य मन्त्रालयले उपचारसँग गाँसिएको एउटा कार्यविधि नै बनाएको छ र त्यो कार्यविधिको तहतमा रहेर सङ्क्रमणकालीन न्यायसँग गाँसिएका जति पनि द्वन्द्व पीडितहरू हुनुहुन्छ उनीहरूको उपचार गर्ने कुरा छ। त्यो उपचार गर्ने संयन्त्रहरू पनि त्यहाँ निर्माण गएको कुराहरू पनि सरकारको तर्फबाट जानकारी गराउने कुराहरू उहाँहरूलाई भएको छ। तिनैजना प्रधानमन्त्री हुनुहुन्थ्यो, अरू गृहमन्त्री हुनुहुन्थ्यो, अरू साथीहरू पनि हुनुहुन्थ्यो, भूतपूर्व मन्त्रीजीहरू पनि हुनुहुन्थ्यो। दैलेखमा फेला परेको पेट्रोलियम ठुलो सङ्ख्यामा उहाँको, त्यसमा उहाँले हर्ष प्रकट गर्नुभयो, सबैजनालाई बधाई दिनुभयो। तपाईँहरूले आफ्नो कार्यकालमा यसमा भूमिका निर्वाह गर्नुभएको थियो, मैले पनि आफ्नो कार्यकालमा त्यसलाई प्रारम्भ गरेका थिएँ। यो हामी सबैको खुसीको विषय हो, त्यो खुसी साट्ने काम उहाँले गर्नुभयो।